यहाँ चाहिँ मयुरहरू चरिरहेको रहेछ है। मजुर 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 यसरी हिँड्दैछ मजुर जग्गामा। मजुरहरू चाहिँ धेरै धेरै छन्। बारीको डिलमा मजुर। आज चाहिँ हामी कोदोको ढेँडोसँग मासु कपाको खाएर चाहिँ चम्चीले 15 वर्ष पछाडि चाहिँ कोदोको ढेँडोसँग मासु खाएको हो। कोदोको भात मासुको झोलसँग चाहिँ अनि छुर्पी बनाएर चाहिँ सँग चाहिँ खर्लप्प यस्तो गरेर चाहिँ घिउ यस्तो गरेर लिएर आएर यस्तो गरेर लिएर आएर चाहिँ सरहरू हाल्नु पर्दो रहेछ हो। त्यहाँबाट चाहिँ खर्ल्याप खर्ल्याप खानु पर्ने यसरी घिउसँग चाहिँ स्पुनले फेरि हो हामी चाहिँ